यहाँ टोलियो म त भागेँ है अब अहिले त यस्तो बा युकेको भएको त अहिले त मलाई त भाडा मार्ने बनाइदियो त यहाँ सुनेनन् क्या हो सुनेनौ क्या हो सुन्नुहोस् न युके पुग्ने भएको त मलाई भाडा मार्ने बनाइदिएको होइन वाउ ल ठिक छ खरायो म खेलिन्छु खरायोको काम छैन जहिले हजुर खरायो यता हेरिसे त औ जानु नि एकछिन यता हेरिसे त एकचोटि थाहा छ मलाई साथीहरूलाई थाहा छैन होला त भनिदिन्छु नि अहिले बोल्छु नि जेलस भनिदिउँ जेलस पर्सि निको पर्सि मेरो म्याच छ दिदी र भेना आयो हुन्थ्यो गेम हेर्न भुच्चे भनिदिउँ खोलिदिउँ उयो न म आइहाल्छु भनिदिउँ त्यस्तो नगर्नु होला नगर्नु होला गाह्रो छ है गाह्रो छ के हो यो भुचेर म हालिदिन्छु नि कहाँ खोज्ने आम्मा त्यस्तो नभन्नुहोस् न हौ आइया मुटु नै झिसिक्क हो कहाँ गएको त्यो टोपी खोल्नु हुन्छ कि अँधेर आएको छ कहाँ घोज्ने कुरा नगर्नुहोस् है तपाईँलाई दिने सनस्क्रिन पुस्नु पर्दैन घोज्छ मलाई मैले अघि त्यहाँको धुन जाँदा यतिकै राखेको थिएँ के हो सुने कि अटोलीहरूले सुनेन मैले तिमीले मलाई कसरी अनि हेर्ने जग्गै छैन यता यता ब्लक हान्नु त कस्तो हावा चल्छ सरलाई के रे के भयो अरे सुनेन हो नि सुन्नु भएन नि ओके के म त्यस्तो त्यस्तो हाउडे के सुन्दैन क्या मैले इम्पोर्टेन्ट मात्रै सुन्छ के थाहा छ त हो के थाहा छ त केही थाहा छैन मलाई त सोझो मान्छे अब भर्खर जे पाइ नगर्लिस्यो है मैले के भनेर अब हाँस अनि होइन हाँसेको यत्तिकै मेरो रुमको लाइट अन राखेर हुन्छ कि त्यसलाई तामाङ दिने भयो कि चेन्ज भयो थर डिस्काउन्ट मार्नुहुन्छ होला हौ युकेबाट फेरि मलाई तामाङ थर चेन्ज भयो कि तामाङै हो मगर मुखले भनेर हुँदैन रहेछ कि ग्रिलमै हाल्न पर्छ जस्तो छ यो मान्छेलाई युकेबाट गोली हान्लायो अरे किन हो सबले युकेबाट गोली हान्ला भनिरहेछ किन हो र के थाहा किन म त बुझिनँ कुरा के भन्नु युकेबाट गोली हान्छ अरे हामी हँसोस् न हानिसक्यो क्या मासाले के बोल्छौ तिम्रो बाजेको टाउको ल ठिक छ अब पार्टी दिने कहिले हो खै दिदी भेनालाई भेट्नु पर्यो अब यसो चुहाएर चाहिँ झैले नाटक गर्छ आशीर्वाद दिन पर्यो ल चाहिन्छ नै चिम्लेको आशीर्वाद मेरो आशीर्वाद कस्तो हुन्छ भगवा गरे हेर त चाहिएन मलाई त्यस्तो आशीर्वाद भाइ मेरो आशीर्वादले त नि कतिवटा छ छोराछोरीहरू त तपाईँको तिमी त छोराछोरी हुने बेलामा मेरो आशीर्वाद ल्याऊ ल
किन लिँदैन लड्दैन होइन मैले हेरेको लड्दैन कस्तो घटेरी रहेछ है यो फेरि झाँक्री भएको हलुवा खुलाउनु पर्ला के रे फुच्चे हलुवा खायो भने राम्रो हुन्छ अरे के झाँक्री भएको हलुवा चिन्डे अब एक खेप त बनाइहाल्यो अब आँखा नि बनाऊ है अर्को बात चाहिँ ल कङ्ग्रेचुलेसन फेरि पनि होइन त्यो नअनी कस्तो बिहे हानिदिएको त अनि भन्नु पर्दैन भन्नुपर्छ नि हो एक्लै सुन हँ? एक तोला सुन लिएर आउँछु सुन होइन लसुन चाहिँ दिन्छु बाबु त कति घरमा खाना पकाउनुहुन्छ नि खोलो भाउ न अस्ति त क्या एक दिन हामी त यता नभइकन पेमेन्ट छ अरे हो र ओहो पेमेन्ट यहाँबाट टाढो नि त माथि बिमा खारे तल पुगेर फेरि उताबाट फर्केर यता माथि गएर बिमा खारे माथि गएर किन्छ काठमाडौँमा के भयो कुकुरमा यो मान्छेको काम छैन जतिखेर नि काम छैन मेरो या किन नि यो 13 रहेछ है यो उता हेर्नु न भित्र 11 कफन थियो त्यहाँ 13 यता 11 उयो हेर्नु त उ तिर्ने चोक अब दाइको आउँछ दाइको नभए चाहिँ मेरो घर तिमीहरू काम छैन मलाई एउटा खै दाइहरू कहाँ दाइहरू उता जान्छ उता बाहिर जानु भएको छ कामले बाहिर मेरो कान्छा हेऱ्यो हेरिसके जेलस भएको अस्ति पठाएको होइन हेरिसके त्यही त हो त्यो होइन के कुन भर्खर लिएको होइन त्यो होइन त्यही त म कान्छाबाट साइला भइसक्यो कसरी साइला भयो माइला अर्को छ अनि को छ ए मेरो ठाउँै खाइदियो कसले हल्कले